सारा नेपाली जनताले अब यी नयाँ वैकल्पिक शक्तिहरू एकजुट भएर अगाडि जानुपर्छ भनिरहेको बेला यी नयाँ भनाउँदाहरूलाई फेरि एकले अर्काको विरोध गर्दा भ्याइ नभ्याइ छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले त के भन्न भ्याइसके भन्दा बालेन, रवि, कुलमान, हर्क जति पनि अहिलेका नयाँ पार्टीहरू छन् यिनी सबै एकजुट भएर आए पनि एमालेलाई हराउन नसक्ने भनेर उनले दाबी गरिसकेका छन्। उनले त भनेका छन् जहिले पनि नेपालमा पहिलो नम्बरमा एमाले र दोस्रो नम्बरमा काङ्ग्रेस र तेस्रोमा प्रचण्डको पार्टी रहने र पाँचौँ सातौँ आठौँमा गरी केही अन्य पार्टीहरू रहने र अहिले आएका नयाँ पार्टीहरू त 11 12 नम्बरमा परे पनि भाग्यको कुरा हो भनेर उनले भनेका छन्। नपत्ता यो भिडियो हेर्नुहोस् र तपाईँ यस विषयमा के भन्न चाहनुहुन्छ कमेन्ट गरेर जान नभुल्नुहोला। अब यो बडो चर्चामा आउने नामहरू कुलमान, रवि, बालेन उहाँहरू बिचमा बडो एकताको प्रयास भइरहेको छ। पार्टी नै बनाएर पनि अगाडि बढ्न सक्ने खालको स्थिति पनि बनाउँदैछौँ भनेर उहाँको तर्फबाट कुरा आइरहेछ। यसले च्यालेन्ज कुनै थ्रेट फिल हुँदैन चुनावी समीकरणमा? चुनावलाई थ्रेट, एमालेलाई, काङ्ग्रेसलाई थ्रेट चुनावमा के कुरा गर्नुहुन्छ तपाईँ? एमाले छ, काङ्ग्रेस छ, माओवादी छ, यी पार्टी हुँदाहुँदै तेस्रो त यिनै हुन्। अब सिद्धिको त्यसपछि चौथो पाँचौँ होइन 10औँ 12औँ नम्बरमा भयो भने पनि अनौठो मान्नुपर्छ।